हेलो सबैजनालाई ह्याप्पी न्यु इयर 2026। म चाहिँ नयाँ वर्ष न्यु इयरको लागि रमाइलो हुँदैछ। कस्तो हुँदो रहेछ म नि अब पहिलोचोटि हेर्दैछु। यहाँ ह्याप्पी न्यु इयर लेखिया आयो लेखिएको रहेछ। अनि नेपाली आइसक्यो 2026 आयो। अब यता जानु पर्यो। त्यो क्यामेरा घुमाइदिउँ क्या हो थोरै घुमाउँदै अब के चाहिँ गर्ने त यत्तिकै घुमाउँदै बस्दै गाडी नआएर हो। आज मेरो चाहिँ ड्युटी 10 बजे नै सकेको हो, तर गाडी चाहिँ नआएर यहाँ समस्या भयो। म चाहिँ 2-3 घन्टा यहीँ बस्नुपर्ने भयो। त्यसैले म चाहिँ अहिले यहाँ हेर्दैछु। अब 12 बजे मात्रै आउँछ भनेको छ, हेर्नु अहिलेसम्म आएको छैन। हेलो सबैलाई ह्याप्पी न्यु इयर 2026। अहिले 10 बजे छ। मलाई चाहिँ 10 बजे आउनु भनेको थियो र म हिँड्दैछु। म चाहिँ अहिले युएको अबुधाबीमा छु। म चाहिँ नयाँ वर्षको न्यु इयरको लागि मिटिङको लागि जाँदैछु उता चर्चमा सेवाको लागि। अनि अब मेरो चाहिँ बसु यहाँनिर आउँछ अनि त्यहाँबाट चाहिँ म जाने हो। अब अहिलेलाई चाहिँ यहाँ म एक्लै छु। अब त्यहाँ बसमा चाहिँ अरू साथीहरू नि हुन्छ। अब अहिले चाहिँ म यहाँ एक्लै छु। 10 बजे आउनु भनेको थियो के अरे, अहिलेसम्म आएको छैन जस्तो छ। सायद आउँदै होला कतानिर। यस्तै छ, जाँदैछु म। अहिले चाहिँ हाम्रो सेवा सकिसकेको छ। अब यो चाहिँ अन्तिम प्रार्थना हुँदैछ। अहिले अन्तिम प्रार्थना हो। यसपछि हामी चाहिँ पर जानेछौँ। हामी चाहिँ आज नयाँ सालमा यता यो सेवा सकेर अहिले चाहिँ पार्कमा यहाँ अब खाना खाने हो। यहाँ यो खानाहरू रेडी बनाइरहेछ अनि खाना खाने, एकछिन बस्ने, त्यसपछि रुमतिर फेरि जाने। साथीहरू यता यता गइसक्यो। राम्रो अब चाहिँ हामी भोजनको निम्ति प्रार्थना गर्दैछौँ। अब हामी भोजन खानेछौँ, खाना खानेछौँ। त्यसपछि हामी सबै आफ्नो ठाउँतर्फ लाग्नेछौँ।